नमस्कार साथीहरु, तपाईले आफ्नो टिकटक आइडी बनाउँदा राखेको पासपोर्ट बिर्सिनु भएको छ। त्यसैले तपाई आफ्नो टिकटक एकाउन्टको पासपोर्ट के रहेको छ भनेर हेर्न चाहनुहुन्छ। आफ्नो टिकटक आइडीको पासपोर्ट पत्ता लगाउन चाहनुहुन्छ तर तपाईलाई तरिका थाहा छैन भने आजको भिडियो तपाईकै लागि हो। आजको यस भिडियो मार्फत म तपाईलाई सिकाउने छु कि तपाईले आफ्नो बिर्सेको टिकटक आइडीको पासपोर्ट कसरी हेर्न सक्नुहुन्छ, आफ्नो बिर्सेको टिकटक एकाउन्टको पासपोर्ट कसरी पत्ता लगाउन सक्नुहुन्छ भनेर। सो भिडियोमा अगाडि बढ्नु भन्दा पहिले एउटा सानो रिक्वेस्ट साथीहरु, तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाएर राख्नु होला। यसले गर्दा यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियोहरु तुरुन्तै पाउनुहुनेछ। अब तपाईले आफ्नो बिर्सेको टिकटक आइडीको पासपोर्ट कसरी हेर्न सक्नुहुन्छ, म तपाईलाई दुईवटा तरिका सिकाउने छु। एउटा न एउटा तरिकाबाट तपाईले आफ्नो टिकटक आइडीको पासपोर्ट थाहा पाउनुहुनेछ। त्यसैले अब सबैभन्दा पहिले तपाई आफ्नो मोबाइलमा रहेको सेटिङलाई ओपन गर्नु होला। सेटिङलाई ओपन गरिसकेपछि तपाई यहाँबाट माथि गर्नु होला। त्यसपछि तपाई यो साइडमा एकाउन्टको अप्सन पाउन सक्नुहुन्छ। तपाई यो एकाउन्टमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। तपाई यो गुगलमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो साइडमा गुगल पासपोर्ट म्यानेजरको अप्सन देख्न सक्नुहुन्छ। तपाई यसमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। तपाई यहाँबाट अलि माथि गर्नुहुन्छ भने तपाई यहाँबाट टिकटकको अप्सन पाउन सक्नुहुन्छ। तपाई यो टिकटकमा क्लिक गर्नु होला। त्यसपछि तपाई आफ्नो मोबाइलको लगलाई ओपन गर्नु होला। त्यसपछि तपाई यहाँबाट यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ। यो साइडमा तपाईको टिकटक आइडीको नाम रहेको हुन्छ भने यो साइडमा तपाईको टिकटक आइडीको पासपोर्ट रहेको हुन्छ। तपाई आफ्नो टिकटक आइडीको पासपोर्ट के रहेको छ भनेर हेर्नको लागि तपाई यसमा क्लिक गर्नुहुन्छ भने तपाईको टिकटक आइडीको पासपोर्ट के रहेको छ तपाई यहाँबाट सजिलोसँगले हेर्न सक्नुहुन्छ। यदि साथीहरु तपाईले यहाँबाट यस्तो तरिकाले हेर्दा तपाईको टिकटक आइडीको पासपोर्ट देखिरहेको छैन भने अब तपाई यहाँबाट ब्याक गर्नु होला र तपाई टिकटक एपलाई ओपन गर्नु होला। टिकटकलाई ओपन गरिसकेपछि तपाई यो थ्री लाइनमा क्लिक गरेर यो सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो एकाउन्टमा क्लिक गर्नु होला। त्यसपछि तपाई यो पासपोर्टमा क्लिक गर्नु होला र साथीहरु अब तपाईले आफ्नो बिर्सेको टिकटक आइडीको पासपोर्टलाई चेन्ज गरेर आफ्नो टिकटक आइडीमा नयाँ पासपोर्ट राख्नु पर्ने हुन्छ। त्यसैले अब तपाई आफ्नो टिकटक आइडीमा नयाँ के पासपोर्ट राख्न चाहनुहुन्छ, तपाई यहाँबाट आफ्नो टिकटक आइडीको लागि नयाँ पासपोर्ट राख्नु होला। तपाईले यहाँबाट आफ्नो टिकटक आइडीको पासपोर्ट राख्दा तपाई आफ्नो टिकटक आइडीको पासपोर्टलाई एकदमै स्ट्रङ राख्नु होला। कम्तीमा पनि 8 क्यारेक्टरको पासपोर्ट राख्नु होला। एक्जाम्पलको लागि म यो स्क्रिनमा पनि देखाउँछु। तपाई यस्तो तरिकाले आफ्नो टिकटक एकाउन्टको नयाँ पासपोर्ट एकदमै स्ट्रङ बनाउनु होला। तपाईले आफ्नो टिकटक आइडीको पासपोर्ट कसरी बनाउने तपाई यहाँ हेर्न सक्नुहुन्छ। यहाँबाट पनि लेखेर सिकाएको छ। र साथीहरु मैले मेरो टिकटक आइडीको लागि नयाँ पासपोर्ट बनाइसकेको छु। तपाईले यहाँबाट आफ्नो टिकटक आइडीको लागि नयाँ पासपोर्ट लेखिसकेपछि तपाई यो कन्टिन्यूमा क्लिक गर्नु होला। यति गरिसकेपछि साथीहरु अहिले तपाई देख्न सक्नुहुन्छ मेरो टिकटक एकाउन्टको पासपोर्ट चेन्ज भएको छ। तपाईले पनि आफ्नो टिकटक आइडीको पासपोर्ट बिर्सिनु भएको छ भने यस्तो तरिकाले सजिलोसँगले आफ्नो टिकटक आइडीको पासपोर्टलाई चेन्ज गरेर आफ्नो टिकटक एकाउन्टको पासपोर्ट के रहेको छ भनेर थाहा पाउन सक्नुहुन्छ। तपाई यस्तो तरिकाले सजिलोसँगले आफ्नो टिकटक आइडीको पासपोर्ट के रहेको छ भनेर हेर्न सक्नुहुन्छ र आफ्नो टिकटक आइडीको पासपोर्टलाई चेन्ज गरेर आफूलाई थाहा भएको नयाँ पासपोर्ट राख्न सक्नुहुन्छ। सो साथीहरु आजको यो छोटो जानकारीमूलक भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक कमेन्ट र यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। धन्यवाद।